हेलो एभ्रिवान क्लास 12 कम्प्युटर साइन्स सब्जेक्टको अर्को एउटा प्रोग्राम लिएर आएको छु। जाभा स्क्रिप्टमा तपाईँहरूले एउटा नम्बर रिड गर्नु पर्यो र त्यो नम्बरको फ्याक्टोरियल डिस्प्ले गर्नु पर्यो। राइट अ प्रोग्राम इन जाभा स्क्रिप्ट टु रिड अ नम्बर एन्ड डिस्प्ले इट्स फ्याक्टोरियल। ओके, फ्याक्टोरियल भनेको के हो त भन्दा जस्तै 4 को फ्याक्टोरियल के हो? 4 को फ्याक्टोरियल भनेको चाहिँ हाम्रो 4 इन्टु 3 इन्टु 2 इन्टु 1 हो 4 को फ्याक्टोरियल। तपाईलाई 5 को फ्याक्टोरियल भन्यो भने के गर्नु पर्यो? 5 इन्टु 4 इन्टु 3 इन्टु 2 इन्टु 1 गर्नु पर्यो। अब बुझ्नुभयो होला फ्याक्टोरियल भनेको त्यो नम्बरदेखि 1 सम्मका सबै नम्बरहरूलाई मल्टिप्लाई गर्ने। ओके, अब हामीसँग अर्को एउटा कन्डिसन छ यो फ्याक्टोरियलमा। माइनसमा तपाईँ कुनै नम्बर हाल्नुहुन्छ भने त्यो नम्बरको फ्याक्टोरियल चाहिँ अनडिफाइन हुन्छ। ओके, त्यसै गरी तपाईँ 0 को फ्याक्टोरियल हाल्नुहुन्छ भने चाहिँ यो हुन्छ 1। यसरी हामीले फ्याक्टोरियल अब निकालौँ जाभा स्क्रिप्ट युज गरेर। तपाईले जाभा स्क्रिप्टमा HTML लेख्नु पर्यो सुरुमा, हेड, त्यसै गरी टाइटलमा जे लेख्दा पनि भयो, फ्याक्टोरियल लेखेँ मैले। ओके, टाइटल क्लोज अनि हाम्रो हेड पनि क्लोज। अब बडी ओपन। त्यसपछि अब HTML मा जाभा स्क्रिप्ट लेख्नको लागि हामी SCRIPT स्क्रिप्ट टाइप इक्वल्स टु टेक्स्ट स्ल्यास जाभा स्क्रिप्ट लेख्छौँ। जाभा स्क्रिप्ट लेख्दा तपाईँहरूले बिचमा स्पेसहरू यहाँ नदिनु होला। तपाईँ विद्यार्थीहरूले जाभा स्क्रिप्ट यसरी स्पेस दिन्छन्, स्पेस नदिनु होला है त। ओके, भेरिएबल डिफाइन गरौँ। अब फ्याक्टोरियल निकाल्नको लागि मैले एउटा भेरिएबल डिफाइन गरेँ, फ्याक्टोरियल भनेर इक्वल्स टु फ्याक्टोरियलको भ्यालु सुरुमा कति त भन्दा मैले 1 माने, किनभने हामी मल्टिप्लाई गर्दैछौँ। मल्टिप्लाईको आइडेन्टिटी भन्छ 1 लाई। तपाईँले 1 ले मल्टिप्लाई गर्नुभयो भने आन्सरमा केही पनि फरक आउँदैन। यदि तपाईँले फ्याक्टोरियल इक्वल्स टु 0 राख्नुभयो भने 0 ले मल्टिप्लाई हुँदा आन्सर त 0 आइहाल्छ। त्यो कारणले गर्दा हामी एडिसन र सब्सट्र्याक्सनमा 0 राख्छौँ, मल्टिप्लिकेसन र डिभिजन गर्दा चाहिँ 1 राख्छौँ है त। ओके, अर्को भेरिएबल हामीलाई चाहियो अब नम्बर रिड गर्नुहोस् भनेको छ। त्यो कारणले गर्दा मैले n भन्ने एउटा भेरिएबल डिफाइन गरेँ। अब n को भ्यालु रिड गर्नको लागि जाभा स्क्रिप्टमा हामीसँग एउटा फङ्सन छ PROMPT प्रम्प्ट भन्ने, प्रम्प्ट इन्टर अ नम्बर। ओके, नम्बर तपाईँले अब टाइप गर्नुहुन्छ र त्यो नम्बर गएर बस्छ n मा। अब एउटा कन्डिसन चेक गरौँ। यदि n चाहिँ नेगेटिभ नम्बर हो भने, लेस देन 0 भनेको नेगेटिभ नम्बर हो। यदि n नेगेटिभ नम्बर हो भने हाम्रो फ्याक्टोरियल के आउने त? अनडिफाइन आउने। भनेपछि डकुमेन्ट डट राइट अनडिफाइन भनेर हामी लेख्यौँ। डकुमेन्ट डट राइट भनेको चाहिँ सी प्रोग्राममा जस्तै प्रिन्टएफ लेख्छौँ हामी केही डिस्प्ले गर्नको लागि, यहाँ डकुमेन्ट डट राइट लेखिन्छ। एल्स अब यदि त्यो नम्बर नेगेटिभ होइन भने त फ्याक्टोरियल निकाल्न पर्यो। फ्याक्टोरियल निकाल्न हामी धेरैवटा नम्बरलाई मल्टिप्लाई गर्नु छ। जस्तै 5 भयो भने 5 इन्टु 4 इन्टु 3 इन्टु 2 इन्टु 1 गर्नु छ। त्यसको लागि चाहियो लुप फर i इक्वल्स टु 1 बाट सुरु, i लेस देन अर इक्वल्स टु n i प्लस प्लस। मैले लुप लगाएँ। लुप लगाएपछि मल्टिप्लाई गरौँ। फ्याक्टोरियल इक्वल्स टु फ्याक्टोरियलको भ्यालु जति छ त्यसमा i को भ्यालुहरू मल्टिप्लाई गरौँ। अब i को भ्यालुहरू के हो भन्दा i को भ्यालु 1 हो, i प्लस प्लस हुँदा i को भ्यालु 2 हो, i प्लस प्लस i को भ्यालु बढेर 3 हुन्छ, i प्लस प्लस i को भ्यालु 4 हुन्छ, i प्लस प्लस i को भ्यालु 5 हुन्छ। यदि तपाईँले n को भ्यालु 5 टाइप गर्नुभयो भने i को भ्यालु 1 देखि 5 सम्म हुन्छ र ती 1 देखि 5 सम्मका सबै नम्बरहरू गएर फ्याक्टोरियलमा मल्टिप्लाई हुन्छ र फ्याक्टोरियलको भ्यालु हामीसँग 1 छ। 1 मा गएर 1 इन्टु 2 इन्टु 3 इन्टु 4 इन्टु 5। ओके, मल्टिप्लाई भयो। अब आन्सर डिस्प्ले गरौँ। डकुमेन्ट डट राइट फ्याक्टोरियल इक्वल्स टु प्लस फ्याक्टोरियल भने हामीसँग आन्सर फ्याक्टोरियलमा बसेको छ। त्यो कारणले गर्दा चाहिँ मैले फ्याक्टोरियल डिस्प्ले गरेँ। ओके, अब हाम्रो सकियो प्रोग्राम। स्क्रिप्टलाई क्लोज गरिदिउँ, जाभा स्क्रिप्ट बडी क्लोज र हाम्रो HTML लाई क्लोज गरौँ। क्लोज गरेपछि यसलाई सेभ गर्दा कन्ट्रोल S, मैले यसलाई सेभ गरेँ डेस्कटपमा।
ल मैले यो फोल्डरभित्र राखिदिन्छु। यसको नाम चाहिँ फ्याक्टोरियल डट एचटिएमएल भनेर हामी सेभ गरौँ। ओके, सेभ गरेपछि म अब यहाँ जाउँ फोल्डरभित्र खोलेर हेरौँ। ओके, यहाँ फ्याक्टोरियल भन्ने आएको छ। ओपन गरेँ मैले, इन्टर नम्बर। जस्तै 4 को फ्याक्टोरियल कति आउनु पर्यो? 4 इन्टु 3 इन्टु 2 इन्टु 1 24। ओके, रिफ्रेस गरेर हेरौँ अर्को नम्बरको लागि। सपोज 5 हाल्नुभयो भने कति आउनु पर्यो अब? 5 इन्टु 4 इन्टु 3 इन्टु 2 गर्दा 120। ओके, अब तपाईँ माइनस हालेर हेर्नु त। -3 हाल्यो भने मैले अनडिफाइन्ड भनेको थिएँ, अनडिफाइन्ड आयो। त्यसै गरी 0 को फ्याक्टोरियल चाहिँ 1। ओके, यो थियो फ्याक्टोरियलको एउटा सोल्युसन। एकचोटि हेर्नु होला यसलाई। यो पनि एकचोटि बोर्ड एक्जाममा आएको क्वेसन हो। यस्तै यस्तै किसिमको एउटा सर्ट क्वेसन तपाईँहरूलाई आउनेछ, सजिलो र एकदम मार्क्स आउन पनि एकदम इजी खालको प्रोग्राम हो यो। आजलाई यति नै। अर्को भिडियोमा फेरि भेटौँला।